है साथी हो, गाउँले जीवन साह्रै रमाइलो छ। हाम्रो घरमा फेरि 2 जना पाहुना यसरी आएको छ। 2टा आमा, 2टा छोराछोरी। हेर्नुहोस् है, कसैलाई चाहियो भने एक जोडी रेडी छ है, गर्ल एन्ड बोय। यसरी खाँदैछ इस्कुस काटेर। साह्रै मजा आउँछ हो गाउँले लाइफ। सबैले गाउँलेहरूलाई पाखे भन्छ, तर हामीलाई चाहिँ गाउँले लाइफ नै मनपर्छ त। कति मजा आउँछ यिनीहरूसँग। हेर्नुहोस् न, कति क्युट बेबी छ, बेबी। आऊ खाजा खाऊ, खाजा। यिनीहरूको यो चाहिँ दिउँसोको खाना है, बिहान ब्रेकफास्ट भयो यिनीहरूको यो लन्च। हेर्नुहोस् न, यस्तो छ है हाम्रो लाइफ चाहिँ, मजा छ। यिनीहरूलाई बेलुकाको डिनर पनि डोकोमा रेडी छ। यो चाहिँ डिनर हो यिनीहरूको। अन्त चाहिँ अब यहाँ चाहिँ साग रोप्नुलाई रेडी गरेका छौँ। हिउँदे साग। इस्कुस पनि साह्रै फलेन हो हाम्रो त, के भएको। यसपालि त इस्कुस पनि फलेन। त्यो हप्तामा 20 बोरा मात्रै आउँछ। 50 बोरा आउने बेलामा यसपालि त साह्रै फलेन हो इस्कुसहरू पनि। हेर्नुहोस् न, यस्तो छ। हप्तामा 20 बोरा मात्रै आउँछ। पर चाहिँ डोजर छ 4वटा। डोजर पनि पालेको छौँ हो। यस्तो छ। यहाँ तल्लो काँडलाई मटर रोप्ने। यहाँ चाहिँ साग, मुला, सोप, पार्सले, सेलेरी रोप्ने भनेको। यस्तै छ है साथीभाइ हो।